नमस्ते सम्पूर्ण साथीहरूलाई फेरि पनि स्वागत छ। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ अहिले चिउ क्रिकेट मैदानमा स्टार स्पोर्टको सामानसँगै टिम पनि आइपुगेको छ र अनलोडको लागि काम अगाडि बढिसकेको छ। धेरै साथीहरूको चासो थियो कहिले आइपुग्छ स्टार स्पोर्टको टिम र सामान भनेर। आज यहाँ देख्न सक्नुहुन्छ निकै नै ठुलो सङ्ख्यामा यहाँ गाडी उपकरण सामग्री साथसाथै टिम पनि हिजो राति आइपुगेको छ भने अहिले अनलोडको लागि कार्य अगाडि बढिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू एक ट्रक यहाँ सामग्रीहरू यतातिर देख्न सक्नुहुन्छ साथीहरू। यसरी यो स्टार स्पोर्टको सामानहरू यहाँ भित्र राख्ने काम सुरु भइसकेको छ, अनलोडिङको काम भइसकेको छ। यो हिजो आइपुगेको गाडी उहाँहरू यो स्टार स्पोर्टको टिमहरू स्टाफहरू। यसरी फ्रेमहरू साथसाथै यो केबलहरू सम्पूर्ण बाहिरबाटै उनीहरूको सम्पूर्ण सामानहरू चाहिँ आइपुगेको छ भने अनलोडिङको काम चलिरहेको छ। साथीहरू एउटा गाडी आइपुगेको छ भने अर्को गाडी चाहिँ आउने क्रम जारी छ। अबको केही समयमा आइपुग्ने भन्ने जानकारी दिनुभएको छ उहाँले चाहिँ। दुईवटा गाडीमा यो स्टार स्पोर्टको सामान आइरहेको र एउटा आइपुगेको छ। यता टिम पनि देख्न सक्नुहुन्छ साथीहरू। यहाँ स्टार स्पोर्टको टिम पनि आउने क्रम जारी भइसकेको छ भने आजदेखि यो सेटिङको काम पनि अगाडि बढ्नेछ। एउटा यो ठुलो जुन हाम्रो यो बनाएको हल छ, यो हल पुरै स्टार स्पोर्टको टिम बस्नेछ यसमा। जुन हाम्रो यो स्टार स्पोर्टको मेन ओनर चाहिँ उहाँ हुनुहुन्छ, मेन ओनर साथीहरू देख्न सक्नुहुन्छ उहाँ जुन हाम्रो स्टार स्पोर्टको सरदारजी। यसरी सामान चाहिँ फरक फरक यहाँ छुट्याएर राख्ने काम चलिरहेको छ। के हेडहरू यता साथसाथै यता उहाँहरूले बताइराख्नु भएको छ कुन सामान कता राख्ने भनेर। यो सामानहरू चाहिँ फरक फरक सामान चाहिँ फरक फरक ठाउँमा चाहिँ यसरी राख्ने काम सुरु भइरहेको छ। यहाँ तपाईँहरूले यो देख्न सक्नुहुन्छ साथीहरू क्यामेरा फ्रेम साथसाथै यता चाहिने यो स्ट्यान्डहरू सम्पूर्ण सामानहरू चाहिँ यसरी फरक फरक राख्ने काम सुरु भइरहेको छ। टिम पनि आइसकेको छ उहाँहरूको र टिम अझै आउने क्रम चलिरहेको छ। उहाँहरू देख्न सक्नुहुन्छ यसरी सामान छुट्याउने काम गरिराख्नु भएको छ भने एउटा फेरि अर्को गाडी पनि आइरहेको सामानको र टिम पनि फेरि आइरहेको भन्ने जानकारी दिनुभएको छ। साथीहरू यो हाम्रो अन्तिम 3 नम्बरमा देखिएको हाइमास्टरको दृश्य र यहाँ मुनिपट्टि सम्पूर्ण लाइटहरूको काम फिनिस भइसकेसँगै माथि चौफ्रेममा जडानको कार्य अगाडि बढिरहेको छ। यसमा अब यो लाइट जडानको कार्य सकिएसँगै एमिङको लागि अगाडि बढ्नेछ भने अहिले 1 र 2 मा चाहिँ एमिङ सँगसँगै त्यसको केबलहरू मिलाउने काम भइरहेको छ। एमिङ चाहिँ धेरै जसो हिजो कम्प्लिट भइसकेको थियो भने आज अलिकति एमिङ त्यसमा केबल मिलाउने काम भइरहेको देख्न सकिन्छ भने अहिले पछिल्लो चरणमा निकै नै उपलब्धिमूलक काम देखिएको यो फ्लड लाइटतिरको पछिल्लो अपडेट हो।
सोचेभन्दा निकै नै छिटो तीव्र गतिमा यो सम्पन्न हुन गइरहेको छ। आज लाइट जडानको कार्य जुन हाम्रो अन्तिममा उठाएको 3 नम्बर हाइमास्ट पोल थियो भने आज जडान कार्य पनि यही 3 नम्बरमा रहेको अन्तिम पोलबाट लाइट जडानको कार्य समापन हुँदैछ र यसको लागि सम्पूर्ण यो फ्लड लाइट टिमलाई धेरै धेरै धन्यवाद तथा शुभकामना हामी सम्पूर्ण नेपाली क्रिकेट प्रेमी खेलप्रेमी साथीहरूको तर्फबाट। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ हाम्रो जुन यो भवन थियो यो भवनमा चाहिँ हाम्रो गौरव सहितको यहाँ टिमको यहाँ लोगोहरू सहितको यहाँ ब्यानरहरू होर्डिङ बोर्डहरू लाउने काम चलिरहेको छ भने यतातिर पनि आजदेखि निकै नै सजावटको काम अगाडि बढिसकेको छ। एकदमै चमकदार र आकर्षक देखिन थालिसकेको छ यो टियुको संरचनाहरू। दर्शकबिन अहिले हाम्रो यो जुन अन्तिम हाइमास्ट पोल छ यो 3 नम्बरमा रहेको यसमा 60वटा लाइट जडान भइसकेको छ भने यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ 57 लाइटहरू चाहिँ फिटिङ भइसकेको छ। 3टा लाइट फेरि माथि पठाइसकेको छ र अब यो 3टा लगाएर 13वटा लाइट र अब माथि पठाउँदो 10वटा मात्र लाइट बाँकी छ भने आज अन्तिम हाइमास्ट पोल अन्तिम यो लाइट जडानको कार्य टियु क्रिकेट स्टेडियमको यसमा अबको यो केही समयमा हामी सम्पूर्ण लाइटहरू कम्प्लिट भएको देख्न सक्नेछौँ। यो 1 नम्बरमा देखेको दृश्य हो। माथि टप फ्रेममा मात्र बाँकी छ भने त्योभन्दा मुनिको सम्पूर्ण यो फ्रेममा चाहिँ लाइट जडानको काम कम्प्लिट भइसकेको छ र एकदमै ठुलो सफलता यो हामी सम्पूर्ण नेपाली र क्रिकेट प्रेमी साथीहरूको लागि फ्लड लाइटतिरको एनपिएल नजिकै गर्दा एकदमै भव्य र सभ्यताका साथ यो लाइट जडानको कार्य आज सकिँदैछ। यसरी साथीहरू लाइट माथि पठाउने काम निरन्तर चलिरहेको छ र अबसम्म 10-12वटा मात्र लाइट जडानको लागि बाँकी रहेको छ। साथै यतातिर जुन हाम्रो यो प्यानल बक्सहरू छ प्यानल बक्सको वरिपरि घेरबारको काम पनि सुरु भइसकेको छ। त्यहाँ पोलहरू राख्ने काम भइरहेको छ सानो डन्डीहरू भने त्यसपछि चाहिँ यसमा जाली लगाइनेछ। त्यसको लागि 1 नम्बरबाट काम सुरु भइसकेको छ। यो फ्लड लाइटतिरको लागि देख्न सक्नुहुन्छ तपाईहरुले। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ हाम्रो स्टार स्पोर्टको गाडी साथसाथै सामग्री पनि क्यामेरा सम्पूर्ण सामानहरू आइसकेको छ। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ एकदमै ठुलो जनशक्ति परिचालन भइसकेको छ। क्यानको तर्फबाट ठुलो सङ्ख्यामा यहाँ बिहानैदेखि काम सुरु भइसकेको छ। साथसाथै क्यामेराहरू अनलोडिङको क्यामेरा यता संरचना बनाउने कामहरू पनि सुरु भइसकेको छ। ब्यानरदेखि यहाँ होर्डिङ बोर्ड साथसाथै यो हाम्रो जुन तलपट्टिको यो कुर्सीहरू छ यो कुर्सीहरूमा फ्रेम राख्ने काम र माथिको कुर्सीहरू पनि यहाँ सजावटको काम चाहिँ बिहानैदेखि सुरु भइसकेको देख्न सकिन्छ। यतातिर पनि ठुलो जनशक्ति परिचालन गरिरहेको छ। यहाँ गोर्खा त्याग लाइन्स यहाँ सम्पूर्ण होर्डिङ बोर्ड यहाँ मिलाउने काम राख्ने काम भइसकेको छ। यता देख्न सक्नुहुन्छ साथीहरू 8वटै टिमको क्याप्टेन सहितको 8वटा टिमको यहाँ लोगोहरू जुन हाम्रो गौरव लेखिएको छ। यतातिर पनि एनपिएलको र मुनिपट्टि एनपिएल सिद्धार्थको साथसाथै यतातिर संरचना पनि नयाँ थप्ने जुन यो छ यसमा पनि लोगोहरू ब्यानरहरू लाउने काम चाहिँ निरन्तर चलिरहेको छ भने एकदम सजावटको काम निकै नै भइरहेको छ एनपिएल सिजन 2 को लागि।
साथीहरू यहाँ मामाको वार्मअप बवाल चलिरहेको छ। अहिले मैदानतिर पनि निकै नै ठुलो जनशक्ति परिचालन गरिएको छ। पिच बनाउने मिलाउने साथसाथै रिङको काम पनि चलिरहेको छ निरन्तर। हिजो हाम्रो 3वटा हाइमास्ट पोलमा 210वटा लाइट परीक्षण सफल भइसकेको छ। 70 गरेर भने अहिले यतातिर नै निकै ठुलो जनशक्ति। साथीहरू यता पनि देख्न सक्नुहुन्छ माथि संरचनाको काम अब अन्तिम चरणमा पुगिसकेको छ। आज पनि यो इस्ट जोन माथि जुन हाम्रो यो विशेष जोन भनेर अहिले घोषणा गरिएको छ भने यतातिर माथि पनि यसरी संरचना अन्तिम चरणमा पुगाइसकेको छ। जुन हाम्रो यो पछाडि राखिएको प्लाइ थियो त्यो प्लाइमा चाहिँ सेतो प्राइमर लाउने काम चलिरहेको छ भने यतातिर चाहिँ माथि यो कभर लाउने काम चलिरहेको छ। दर्शकबिन यहाँ मैदानतिर पनि निकै नै ठुलो यहाँ घाँस काटिरहेको काम साथसाथै पिचमा पनि यहाँ रोलर लगाउने दुबो निकाल्ने साथै यसमा मलजल गर्ने काम चलिरहेको छ भने यहाँ साइडमा हेमिङको काम पनि चलिरहेको छ। त्यहाँ जुन हाम्रो बाहिरबाट आएको टिम छ त्यो टिम पनि देख्न सक्नुहुन्छ। एउटा टिमले यताबाट चेक गरिरहेको छ हाम्रो 2 नम्बरमा भने अर्को टिमले यताबाट चाहिँ 1 नम्बरमा काम गरिरहेको देख्न सकिन्छ। यो हेमिङको लागि मैदान पनि एकदमै भव्य र सभ्य बनाइसकेको छ र अन्तिम चरणमा रहेको यो काम आज निकै नै ठुलो उपलब्धिमूलक काम पनि देखिरहेको छ। त्यहाँ हुडिङ बोर्ड लाउने काम साथसाथै यतातिर यो सजावटको काम, कुर्सी राख्ने काम, फ्रेम राख्ने काम गरेर निकै नै ठुलो सङ्ख्यामा यहाँ काम पनि भइरहेको देख्न सकिन्छ। जुन हाम्रो यो पुरानो संरचना थियो माथि ट्रस अहिले त्यसमा केही थपिएको छ भने अहिले त्यसमा चाहिँ माथि तपाईहरूले यो देखिरहेको दृश्य जुन हुडिङ बोर्डको लागि माथि पनि काम भइरहेको छ। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ कुशल भोटेलको रनिङ यहाँ एनपिएलको लागि फर्ममा देख्न सक्नुहुन्छ। एक्लै यहाँ ग्राउन्डमा रनिङ गरिराख्नु भएको छ। एकचोटि वर्ल्ड कप लिनुपर्छ है नेपाली। मायामाले माइजूलाई च्याट गर्दै हुनुहुन्छ मैदानबाट। धेरै धेरै माया सम्झना। अब एनपिएलमा यस्तै हो, अलिकति बिजी भइन्छ भनेर। नरिसाउ ल बेबी, अब एनपिएल सुरु भयो, म बिजी छु भन्दै हुनुहुन्छ हाम्रो मामाले च्याटमा। यतातिर यो सम्पूर्ण माटो फिलिङको काम कम्प्लिट भइसकेको छ र जाली पनि लगाइसकेको देख्न सकिन्छ। साथीहरू यहाँ भित्र बाहिर निकै नै चहल पहल बढिसकेको छ। एनपिएलको लागि काम पनि भ्याइ नभ्याइ छ। अझै पनि निकै नै ठुलो सङ्ख्यामा यहाँ काम केही बाँकी छ भने केही कामहरू कम्प्लिट भइसकेको छ। सजावटको काम, संरचना बनाउने काम, मिलाउने काम निकै नै छ भने यसपालि अलिकति धुलो पनि अब देख्न सकिन्छ। यो सिजनमा धुलो पनि निकै नै उड्नेछ बाहिरभित्र।